यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँको जीवनको उद्देश्य के हो? संसारको मानिसहरूको उद्देश्य चाहिँ धेरै हुन्छन्। अब पढ्ने, कमाउने, धेरै पैसा कमाउने र नाम कमाउने हुन्छ। तर हरेक क्रिस्चियनको उद्देश्य चाहिँ के हुन्छ? म तपाईँलाई सोध्छु, तपाईँ पहिला सुन्न विचार गर्नुहोस्, तपाईँको उद्देश्य के हो? यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने के पैसा कमाउने अथवा के नाम कमाउने? हरेक क्रिस्चियनको उद्देश्य चाहिँ संसारको भन्दा अलग हुनुपर्छ। परमेश्वरले संसारबाट चुनिएकाहरू हुन्, अलग गरिएका पवित्र जाति भनेको छ। तपाईँको उद्देश्य परमेश्वरको इच्छा अनुसारको हुनुपर्छ। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने संसार झै एक नाशे नहो भन्नुभएको छ प्रभुले रोमी 12:2 पदमा। एक नाशे जस्तो संसार देखिन्छ त्यस्तै तपाईँहरू हुनु भएन। तपाईँ छुट्टै हुनुपर्छ। कस्तो हुनुपर्छ? ख्रीष्ट येशूको प्रतिनिधि गर्ने, प्रभु येशू ख्रीष्टको हिँडाइ उहाँ जस्तै भएर तपाईँ हिँड्नुपर्छ। प्रभु येशू कस्तो हुनुहुन्छ? मत्ती, मर्कुस, लुका, यूहन्नाको पुस्तकमा उहाँले आफ्नो पुरा बाइबलमै भनौँ, पुरै बाइबलमै उहाँले आफ्नो पुरै देखाउनु भएको छ। त उहाँ जान्नलाई तपाईँले बाइबल स्टडी गर्नुपर्छ। हो, उहाँको उद्देश्य उहाँ जस्तै हुने, ख्रीष्ट जस्तै हुने तपाईँको उद्देश्य हुनुपर्छ। त यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने। आमेन।